स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी पार्कर हिँड्न आएका छौँ र हाम्रो गाउँदेखि डाँडा गाउँसम्म हामी हिँड्छौँ जहिले होइन। हजुरहरूलाई पनि हिँड्न मन छ भने आउन सक्नुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो सुषमा मेसी दिदी, यहाँ हुनुहुन्छ अस्मिन भाइ र हामी चाहिँ जहिले यसरी नै हिँड्छौँ। हामी गएनौँ तल हात्ती आउँछ भनेर, त्यही भएर आज हात्ती आएको छ अरे कार्की गाउँदेखि फर्कियौँ। त्यही भएर आज चाहिँ हामी त्यही भएर छिटै हिँडेको छौँ। त्यही भएर आज हल्का ढिलो पनि भयो होइन। त्यही भएर आज हिँड्न मन छैन, त्यही भएर घर फर्किँदैछौँ हामी। अँध्यारो पनि हुन्छ, अँध्यारो पनि हुन्छ, डर पनि हुन्छ केटी मान्छेलाई। त्यही भएर हामी चाहिँ जाँदैछौँ घर। सक्नुहुन्छ यहाँ तारा कति धेरै छ। र हाम्रो सुनाजीले पनि तारा जस्तो चम्किनुहुन्छ। अँध्यारो मान्छेले देख्नुहुन्न, हामी चाहिँ हो सबैजना त्यस्तै हो अँध्यारोमा चाहिँ होइन। अब बत्ती बालौँ भने अब बाटोमा कसले बालिदिन्छ, त्यही भएर हामी चाहिँ अँध्यारोमा ब्लग बनाउँदै हिँडेको। आज चाहिँ म फेरि मेरो कति धेरै हावा हुँदाखेरि पानी परेर सबै बन्द भएछ। आज चाहिँ म फेरि मेरो दिदीको मोबाइलबाट ब्लग बनाउँछु क्या गाइस। धन्यवाद यसको दिदीको। हेलो गाइस, हामी चाहिँ होइन राति 9 बजेतिर हिँड्न जान्छौँ। हाम्रो गाउँ चाहिँ हो धरधरे। हाम्रो गाउँभन्दा तल चाहिँ डाँडा गाउँ भन्ने ठाउँ छ, हो त्यहाँसम्म हामी हिँड्छौँ जहिले। अनि हाम्रो दिदी हेर्न सक्नुहुन्छ, हाम्रो सुषमा मेसी दिदी। अनि यतापट्टि हेर्न सक्नुहुन्छ मेरो अस्मिन भाइ छ। अनि हामी चाहिँ हिँड्दैछौँ। हाम्रो दिदीहरू चाहिँ कतातिर हुनुहुन्छ, हामी चाहिँ अगाडि। र हामीले चाहिँ यो भ्लग चाहिँ मजाको लागि बनाएको होइन गाइसहरू। कस्तो लाग्यो हाम्रो भ्लग भनिदिनु होला ल।